नमस्ते। आज हामी एउटा यस्तो डकुमेन्ट्री प्रमाणको चिरफार गर्दैछौँ जसले तपाईँलाई साँच्चीकै अचम्ममा पार्न सक्छ। एउटा विशाल र महत्वाकांक्षी कृषि परियोजनाबाट रातारात एउटा आकर्षक पर्यटन साझेदारीमा कसरी आर्थिक र रणनीतिक पिभट अर्थात् दिशा परिवर्तन गरियो। आउनुहोस् आज यसैको भित्री कथा खोतल्ने प्रयास गरौँ। सुरुमै एउटा अचम्म लाग्दो आँकडाबाट कुरा गरौँ है त। 44 लाख अमेरिकी डलर सुन्दा निकै ठूलो लाग्छ नि, होइन? यो भनेको हाम्रो करिब 45 करोड रुपियाँ हुन आउँछ। र सबैभन्दा अचम्मको कुरा के छ भने यो त्यति नै रकम हो जुन सहकारी बजार विकास कार्यक्रम अर्थात् CMADP को बजेटमा सुरुदेखि नै अनफन्डेड वा भनौँ स्रोत नै नखुलेको खाडलको रूपमा राखिएको थियो। अब तपाईँको मनमा पक्कै एउटा प्रश्न उठ्यो होला, यति धेरै पैसा गयो कहाँ? र त्यो सँगै जोडिएको अर्को गम्भीर प्रश्न, यो CMDP परियोजनालाई किन बीचमै अलपत्र पारियो त? प्राप्त भएका स्रोत सामग्रीहरूले यही हराएको रकम र अलपत्र पारिएका सहकारी बजारहरूको बारेमा निकै आक्रामक रूपमा भण्डाफोर गरेका छन्। यसको जरासम्म पुग्न आउनुहोस् पहिले यो CMDP को उदय र पतनको कथा हेरौँ। बजेटको बाँडफाँड हेर्ने हो भने कुरा अझै छर्लङ्ग हुन्छ। जम्मा 11.4 मिलियन डलरको बजेट थियो। यसमा सबैभन्दा ठूलो हिस्सा अर्थात् 5 मिलियन डलर त नेपाल सरकारकै थियो अनि UNDP ले जम्मा 2 मिलियन दियो। तर विडम्बना हेर्नुस् त, मुख्य लगानीकर्ता नेपाल सरकार भए पनि कन्ट्रोल चाहिँ अर्कैको हातमा गयो अनि 4.4 मिलियन डलर त जानाजान अनफन्डेड छोडियो। अनि यसको नतिजा के भयो थाहा छ? स्रोतहरूले एकदमै कडा दाबी गरेका छन्। वास्तविक किसानलाई भनेर ल्याइएका 52वटा गाडी र 45वटा कुलिङ चेम्बरहरू किसानको हातमा पुगेनन्। बरु ती सबै निजी बिचौलिया र नक्ली वा भनौँ झोले सहकारीहरूको पो कब्जामा पुगे। अब यत्रो ठूलो बजेट यसरी कसरी दुरुपयोग भयो त? आउनुहोस् यो समानान्तर सत्ता र बजेटको खेललाई अझै नजिकबाट बुझौँ। स्रोत कागजातहरूले त यसलाई सिधै आर्थिक अपहरण नै भनेका छन्। उनीहरूको दाबी छ कि नेपालको सार्वभौम आर्थिक क्षेत्राधिकारलाई नै पुरै बेवास्ता गरियो। करदाताको पैसा सिधै विदेशी दात्री निकायको कन्ट्रोलमा रहेको ब्याङ्क खातामा पुग्यो अनि राष्ट्रिय निर्देशिकालाई छलेर एउटा छुट्टै समानान्तर प्रोजेक्ट इम्प्लिमेन्टेसन युनिट अर्थात् PIU खडा गरियो। यसले त हाम्रा स्थानीय अधिकारीहरूको अधिकारलाई पुरै जिरो नै बनाइदियो नि। र यहाँनिर छ सबैभन्दा महत्त्वपूर्ण टर्निङ पोइन्ट। CMDP-लाई किन जान अल्पत्र पारियो त? स्रोत भन्छ मुख्य कारण जवाफदेहिता थियो। हेर्नुस्, सहकारी वा CBOहरू एकदमै पारदर्शी र जवाफदेही हुन्छन् जसलाई आफू अनुकूल नचाउन गाह्रो हुन्छ। तर NGOहरूलाई त प्रशासनिक रूपमा कन्ट्रोल गर्न निकै सजिलो हुन्छ नि, होइन र? त्यसैले उच्च जवाफदेहिता भएको यो सहकारी मोडललाई बिस्तारै योजनाबद्ध रूपमै फेज आउट गरियो। कृषिको यो मोडल अलपत्र परेपछि अब उनीहरूको ध्यान कता मोडियो त? पर्यटन बोर्डतिर। कसरी? आउनुहोस् हेरौँ। यो टाइमलाइनलाई हेर्दा खेल अझै छर्लङ्ग हुन्छ। सन् 2018मा CMDP सुरु भयो अनि बीचमै सन् 2021मा STLRP भन्ने पर्यटन परियोजना पनि सँगसँगै सुरु गरियो। 2023सम्म आइपुग्दा CMDP-लाई चाहिँ त्यही अनफन्डेड बजेटको बहाना बनाएर जानाजान मर्न छोडियो। तर सँगै सुरु भएको STLRP-लाई भने म्याद थप्दै STP अर्थात् सस्टेनेबल टुरिज्म प्रोजेक्ट नाम दिएर निरन्तरता दिइयो। आखिर किन यस्तो गर्यो होला त? कारण एकदमै सिम्पल छ, बजेट र पावर। स्रोतका अनुसार नेपाल पर्यटन बोर्डसँग प्रशस्त बजेट छ र यो छुट्टै ऐनबाट चल्छ। मन्त्रालयको प्रत्यक्ष कन्ट्रोल बाहिर रहेको यस्तो स्वायत्त र मालदार निकाय पाएपछि STLRP को म्याद थपेर STP मार्फत यो साझेदारीलाई निकै आक्रामक रूपमा अघि बढाइएको दावी स्रोतको छ। तर यो समानान्तर सरकारको प्र्याक्टिस भइरहँदा हाम्रा सरकारी निकायहरू पूर्ण रूपमा मौन भने थिएनन्। अर्थ मन्त्रालयको एउटा कडा निर्देशनले यसलाई प्रष्ट पार्छ। अर्थ मन्त्रालयको एउटा पत्र अहिले गम्भीर प्रमाणको रूपमा बाहिर आएको छ। मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई स्पष्ट र कडा निर्देशन दिँदै भनेको छ कि पर्यटन बोर्डले आफूलाई नेपाल सरकार भनेर परिभाषित गर्न वा लेख्न पाउने छैन। सुन्दा सामान्य लाग्ला, तर यो निकै कडा कदम हो। यसले के बुझाउँछ भने विदेशी दात्री निकायको आडमा हाम्रै प्रशासनिक संरचनाभित्र जुन क्षेत्राधिकारको अतिक्रमण र समानान्तर अभ्यास भइरहेको थियो नि, त्यसलाई रोक्न सरकारले यस्तो कडा चेतावनी दिनुपरेको थियो। यो आफ्नो सार्वभौमिकता जोगाउने एउटा महत्त्वपूर्ण प्रयास थियो। तर कुरा यतिमै रोकिँदैन है।
अब हामी यो विश्लेषणको सबैभन्दा गम्भीर र अचम्म लाग्दो हिस्सामा प्रवेश गर्दैछौँ, हाम्रो आफ्नै नीति निर्माणमा भएको सिधै हस्तक्षेप। सार्वजनिक भएका इमेलहरू र सूचनाको हक अर्थात् आरटीआई मागले राज्य शक्तिको दुरुपयोगको एकदमै गम्भीर आरोप लगाएका छन्। स्रोतको दाबी सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ। विदेशी दात्री निकाय र एनजिओहरूले त बिना कुनै अधिकार सिधै राष्ट्रिय कानूनको मस्यौदा नै तयार पार्ने सम्मको दुस्साहस गरे। दावी कतिसम्म छ भने पर्यटन मन्त्रालयको कुनै पनि लिखित अनुमति वा म्यान्डेट नै नलिई यूएनडीपीले एउटा एनजिओ अर्थात् होफेनसँग मिलेर जबरजस्ती होमस्टे निर्देशिका बनाउन खोज्यो। सोच्नुस् त, नेपालको संविधान र सार्वभौम व्यवस्थापिकाले नै पुरै बाइपास गर्ने यो कत्रो गम्भीर प्रयास हो। यस्ता अनधिकृत कदमहरू देखेपछि नागरिकहरू पनि चुप लागेनन्। उनीहरूले सूचनाको हक प्रयोग गर्दै सीएमडीपी र एसटीपीको पर्दा पछाडिको कानूनी आधार र खर्चको यथार्थ विवरण माग गरे। तर अचम्मको कुरा, ती मागहरू महिनौसम्म अनुत्तरित रहे, पुरै बेवास्ता गरियो। त्यसैले आज यी सबै स्रोत सामग्रीबाट हामीले जे जति बुझ्यौं त्यसलाई छोटकरीमा भन्नुपर्दा, एउटा 11.4 मिलियन डलरको किसानमुखी सहकारी विजनलाई अनफन्डेड बजेटको जालमा पारेर मर्न छोडियो। समानान्तर संरचना बनाएर राज्यको अधिकार खोसियो। उच्च जवाबदेहिता हुने सहकारीबाट तर्केर अकुत बजेट र स्वायत्तता भएको पर्यटन बोर्डतिर रणनीतिक रूपमा पिभट गरियो अनि मन्त्रालयकै अनुमति बिना राष्ट्रिय कानूनको मस्यौदा कोर्ने सम्मका काम भए। अन्तमा यी सबै तथ्यले एउटा एकदमै गहिरो र सोचनीय प्रश्न उब्जाएको छ। जब अन्तर्राष्ट्रिय सहायताले कुनै पनि देशको सार्वभौम जवाबदेहितालाई नै लत्याउँछ र बाइपास गर्छ, तब एउटा गरिब राष्ट्रको गरिबीबाट वास्तवमा कसले नाफा कमाइरहेको हुन्छ त? यो प्रश्न म तपाईहरूकै लागि छोड्छु। आजको यो विश्लेषण यति नै। अर्को पटक यस्तै महत्त्वपूर्ण जानकारीका साथ फेरि भेट्नेछौँ।